ब्याक टु ब्याक रवि लामिछानेलाई नक्खु कारागारमा भेट्ने भिड लागिरहेको छ। शीर्ष पत्रकारदेखि शीर्ष नेताहरू भेटघाट कार्यक्रम राजनीति संवाद भइरहेको छ। केही दिन भित्रमै शीर्ष नेतादेखि शीर्ष पत्रकारहरू सबै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने घोषणा गरेका छन्। यसै गरी रवि लामिछानेको जनतालाई सन्देश, मलाई जिरोमा पुर्याउनेहरूलाई कि त जिरोमा पुर्याइदिनुहोस्, नत्र भए मलाई नै जिरोमा पुर्याइदिनुहोस्। म जिरोमा पुगे भने यही देशमा बसेर पनि म सर्वसाधारण जनताको जस्तै जिन्दगी पनि म जिउन सक्ने व्यक्ति हो। म चाहिँ मोज मस्तीको जिन्दगी, हाली मलीको जिन्दगी छोडेर आएर चाहिँ मैले राजनीति गरेको, नेपाल देशलाई परिवर्तन बनाऊ, नेपाल देशलाई विकास गरौँ भनेर आएको नेता हुँ। म कसैको केही खाएको छैन, कसैको केही बिराएको छैन। मलाई आखिर किन राजनीति प्रतिशोध साँधेर नक्खु कारागारमा राख्यो भनेर चाहिँ जनतालाई सन्देश पठाउनु भएको छ। जनताहरूको हातमा छ, मलाई जिरोमा पुर्याउनेहरूलाई जिरो पुर्याउने हो कि मलाई जिरोमा पुर्याउने हो भनेर चाहिँ रवि लामिछानेले सन्देश पठाउनु भएको छ। बाँकी सम्पूर्ण जनताहरूको हातमा छ राष्ट्र परिवर्तन गर्ने भनेर चाहिँ रवि लामिछानेले एउटा महत्त्वपूर्ण सन्देश पठाउनु भएको छ। सम्पूर्ण जनताहरूलाई म आह्वान गर्छु कि परिवर्तन तपाईँको हातमा छ। तपाईँको मतले परिवर्तन रोज्नेछ। तपाईँले सही व्यक्तिलाई मत गर्नुभयो भने राष्ट्र परिवर्तन, देशमा सुशासन र भ्रष्टाचार अन्त्य हुनेछ र हाम्रो देश समृद्धि मार्ग हुनेछ।